We're on the we're in something that is inspired by हाम्रो विशाल गौतम दाई. This is the rants. So basically एक दुईवटा कुराहरु चाहिँ मलाई अलिक चित्त बुझेको थिएन क्या. के कुरा चाहिँ भन्दाखेरि चाहिँ अब लाइक हैन म लास्ट टाइमको गेन्जी आन्दोलनमा थिइनँ पनि, किनभने म वैदेशिक रोजगार हाम्रो आम नेपालीको एउटै मात्र के भन्छ सजिलो अनि भरपर्दो काम विशेषमा लागिसकेको थिएँ. अनि लाइक त्यो टाइममा म भएको भए नि केही खतरै त उखाड्थेँ भनेको होइन. तर लाइक जे भयो होइन, लाइक रेस्ट इन पिस जतिजनाले ज्यान गुमाउनु भयो मुखैदेखि मात्र होइन. किनभने यहाँ होइन म पनि एउटा त्यही जेनेरेसनको हो. तर जेनेरेसन के हो क्या, गेन्जी के जेन्जी जेनेरेसन के हुन्छ यो कतिवटा छ क्या जेनेरेसन होइन. म पनि त्यसमै पर्छु होला भन्ने ह्युमर चाहिँ मलाई छ, त्यसमै परिहाल्छ भनेर म एकदम ऊ चाहिँ छैन. त्यसकै होला म. अब फेरि ट्रोल बन्न सक्छ, फेरि यहाँ ज्यादा कुरा हुनु होला नि. अनि त्यो कुरामा मलाई के चित्त नबुझेको भने चाहिँ अब आन्दोलन भयो गरियो ठिक छ, धेरै गरेको हो, कतिजनाको ज्यान गुमिरहेको छ त्यसरी. तर अन्त्यमा फेरि के भयो त होइन, के भयो त भन्दाखेरि चाहिँ अन्त्यमा त्यही हाम्रो मलाई याद आयो क्या, स्कुलतिर जस्तै के हुन्छ भने हाम्रो इङ्ग्लिस स्पिकिङ जोन हुन्थ्यो. अनि त्यो चाहिँ वर्षमा एकचोटि हुन्थ्यो क्या. अनि त्यसपछि एक दुई दिन चाहिँ हामी इङ्ग्लिस बोले जस्तो गर्थ्यौँ न त भनेर हामी पनि अब वेयर गोइङ खायौँ कि नखायौँ यस्तै इङ्ग्लिस हानिदिन्थ्यौँ त्यतिखेर. अब ट्राई गरिन्थ्यो भन्नाले अब अलिकति बोले इङ्ग्लिस रुल्स फलोअप गरेँ भने जस्तो बनिन्थ्यो क्या. त्यो चाहिँ वर्षमा एकचोटि हुन्थ्यो नि. लाइक हाम्रो आन्दोलन पनि त्यस्तै भयो क्या. लाइक आन्दोलन गरिदिउँ न त जस्तो आन्दोलन भयो. त्यसपछि फेरि स्पिकिङ इङ्ग्लिस भनेर त्यो एउटा रुल्स भनौँ एक दुई दिन लागु भयो जस्तो, त्यहाँदेखि फेरि छैन होइन. त्यस्तै भयो क्या अब हाम्रो नेपालमा. अनि यत्रो ज्यान गयो के भयो त्यसको के एउटा मतलबै रहेन क्या होइन. अब मलाई एउटा कुरा अर्को पनि अहिले आएर अब भर्खरको उयो चाहिँ देखेको. अनि अलिकति के लाग्यो भने त्यो चाहिँ लाइक हामी कतिसम्म चाहिँ होइन जानु सक्छौँ. अब एउटा सोसियल मिडियामा कसैको फोटो थियो रगतमै भएको, अनि उसलाई चाहिँ क्याप्सन हालेर थियो कि कुनै पार्टीकोमा गएर आएर बुढाले रामधुलाई यताउति होइन. अनि सबैले रियाक्सन र अनि कमेन्टमा भएको यस्तोलाई यस्तै गर्नुपर्छ त्यस्तै गर्नुपर्छ यार ल गयो. तर एटलिस्ट त्यहाँनिर त असल्ट भइरहेको छ नि वुमेनमाथि. त्यो कुरा चाहिँ खोइ बुझेको हाम्रो नेपालीले. गयो त म कुनै पार्टीको नि होइन बाइ द वे. म एकदम कुनै पार्टीको नै अहिलेसम्म कुनै पार्टीमा त्यसरी हिँडेको पनि छैन, गरेको पनि छैन होइन. अब 16-17 उमेरमा लट हालेर बरु एक दुईवटामा यसो त्यतिखेर अहै गर्ने चाहिँ जाने केही जान्नु नतान्नु घचटी माग्नु जस्तो गरेर गएको हो. र पार्टीकै चाहिँ होइन. अब त्यही भएर लाइक
के भयो क्या त्यतिखेर म छक्क परेँ होइन। अब म पार्टीको मान्छे भएर यो त्यो पार्टीको भएर यसले झोले बोलो भनेर भनेको छैन। लाइक त्यो होइन नि त तरिका। अब कोही मान्छे पार्टी गयो भन्दैमा त्यसरी कुटेर पब्लिकली ह्युमिलिएट गरेर अन्तिममा हुने के हो क्या। यहाँनिर त नि फेरि ह्युमन राइट के भयो, ह्युमन राइटको कुरा आइरहेको छ है। त्यो चाहिँ गर्नु जायज थियो होला त। अनि जुन मान्छे त गरौँ कमेन्टमा आएर हर कोहीले असोल्ट गरिरहेको छ, रियाक्ट गरिरहेको छ, त्यो गर्नु जरुरी थियो होला त होइन। लाइक यस्तै कुरा हुन्छ क्या। सानो कुरा भनिदिन्छ, हामी नजरअन्दाज गरिदिन्छ। त्यही कुराहरूले कति धेरै फरक पारेको हुन्छ लाइफ टाइममा। त्यो हामीले हिर्काइ राख्दैन क्या होइन। अरू थुप्रै कुरा हुन्छ नेपालमा। अब प्रहरी हाम्रो साथी हो भन्ने जस्तै एउटा नारा भन्छ होइन। थुप्रै कुरा हुन्छ जुन विषयहरूमा अब बोल्नुपर्ने हो। खोइ बोल्यो भने नि भोलि समातेर लान्छ कि भन्ने डर हुन्छ होइन। डराउनु परिगयो नि। अब केही गर्नु खोज्छ भने त्यही पक्रिने राख्ने। कसैले केही बोल्नु खोज्छ भने तँ यो पार्टीको त्यो पार्टीको भन्नु देखाएको छ। लाइक हामी एकअर्कालाई यसको तँ त्यसको तँ भन्नुमै लाग्यौँ क्या। अनि अन्तिममा देश बन्ने भने चाहिँ त्यो पार्टीले यो पार्टीले यसले गर्दा त्यसले गर्दा भएन। हाम्रो गल्ती चाहिँ कहिले देखिनु जस्तो लाग्यो क्या मलाई। अनि के हो त जहिले यसरी नै शहीदहरू मात्र बनाएर त नि कतिजनाको परिवार रिभर्स होइन। कि साँच्चीकै शहीद नै चाहिन्छ त केही परिवर्तन ल्याउनुलाई। डेभलप भइसक्यो त यार धेरै कुराहरू। केही नयाँ कुरा गर्दा हुँदैन, शहीद नै ल्याउनुपर्छ त। के फरक भयो र त। त्यत्रो पहिले पनि हाम्रो शहीद नै लिएर शान्ति ल्याउँदैन, अहिले पनि त्यही शहीद नै बनाएर शान्ति ल्याउँछ भने के फरक गर्दैछौँ हामी र तिनीहरूमा। हामी आज एउटालाई राम्रो भनेर शहीद खडा गर्दैछौँ, भोलि दुई मान्छे मरेर जान्छ अनि अर्को त्यसको ठाउँमा आउँछ, भोलि उसको हटाउनुको लागि अर्को शहीद बन्छ। सो हामीले परिवर्तन सोच्नुभन्दा अगाडि आफूलाई परिवर्तन गर्नु चाहिँ खाँचो छ जस्तो लाग्यो मलाई चाहिँ। त्यस्तै हो होइन। विदेशको बसाइ गाह्रो छ, विदेशमा बस्छ करायो भनेर चाहिँ होइन है। मलाई अलिकति यो नराम्रो लागेर बोलेको, मैले कसैको पक्ष लिएर कसैको प्रतिपक्ष लिएर बोलेको नि होइन। बस थोरै धेरै भयो भने अलिकति भनेको, धेरै जान्ने पनि होइन म। सो त्यति नै हो। धन्यवाद। जय नेपाल।